कार्यक्रमलाई विधिवत रूपमा हामी अगाडि बढाउन चाहन्छौँ र यो कार्यक्रममा सर्वप्रथम हामीसँग महान शहीदहरू हुनुहुन्छ। विशेष गरेर 10 वर्षको जनयुद्धका महान शहीदहरू, पछिल्लो एकीकृत जनक्रान्तिका महान शहीदहरू, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका महान शहीदहरू र विश्व कम्युनिस्ट आन्दोलनका करोडौं महान शहीदहरू हुनुहुन्छ। हाम्रो यो ऐतिहासिक कार्यक्रममा महान शहीदहरूको हामी सम्मान गर्न चाहन्छौँ। उहाँहरूका अगाडि हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ र हामी पुनः तपाईँहरूका सपना साकार नहुँदासम्म निरन्तर लडिरहनेछौँ भन्ने हामी अठोट पनि गर्न चाहन्छौँ। यसका निम्ति मञ्चमा आसीन शीर्ष नेतृत्व, सबै मञ्चमा आसीन कमरेडहरू र यो विशाल जनसभामा उपस्थित नेता कार्यकर्ता र सबै जनसमुदायहरू र कमरेडहरू, मञ्चमा आसीन कमरेडहरू आफ्नो ठाउँबाट उठेर अनि तल हुने सबै कमरेडहरू, जो फिल्डमा हुने सबै कमरेडहरू र आदरणीय जनसमुदायहरू आफ्नो ठाउँबाट मुठी उठाएर 1 मिनेट महान शहीदहरूप्रति सम्मान व्यक्त गर्नको निम्ति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिदिनको निम्ति म अनुरोध गर्दछु। सुरु। धन्यवाद कमरेडहरू र